Hello, my guys. Welcome to my new vlog. म चाहिँ फर्स्टचोटि भ्लग बनाउन गइरहेको छु। तपाईँहरूलाई कस्तो लाग्छ लाइक कमेन्ट गरिदिनु होला, कमेन्टमा भन्नु होला। मेरो युट्युब च्यानलको नाम चाहिँ धीरेन राई छ। म चाहिँ मेरो खास नाम चाहिँ धीरेन राई हो, तर भाइवाला नाम चाहिँ युरिन राई छ। मलाई धीरेन भनेर चिन्नुहुने सम्पूर्णलाई सबैजनालाई यीशु ख्रीष्टको नाममा जय मसीह। म चाहिँ अनि योभन्दा 1 वर्ष 1.5 वर्ष अगाडि चाहिँ म चाहिँ बिरामी भएर अनि नोबेल अस्पतालमा थिएँ। अनि आइसोलेसनमा नै बसेको म चाहिँ बाँच्छु भनेर पनि मैले सोचेको थिइनँ, तर मैले नयाँ जीवन पाएको छु। अनि तपाईँहरूलाई कस्तो लाग्यो तपाईँहरूले कमेन्टमा भन्न सक्नुहुनेछ। अनि मैले नयाँ जन्म पाएको छु। अनि म चाहिँ अब चाहिँ विश्वासीहरूलाई चाहिँ उच्चाको कुराहरू दिन चाहन्छु, भन्न चाहन्छु। अनि अबदेखि उता चाहिँ म चाहिँ त्यस्तैमा थिएँ। अनि सिकिस्ता थिएँ। अनि मलाई चाहिँ मेरो अङ्कलको मेरो 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 अङ्कलको नाम चाहिँ अमृत हो। अमृत अङ्कलको छोरा कान्छाको नाम चाहिँ चन्द्र हो। चन्द्र भाइ र मेरो प्यारो बुद्धि भाइले मलाई चाहिँ रगत दिएर बचाएको हो। अनि म उहाँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु साथै। अनि म के भन्न चाहन्छु भने बिचमा अनि उनीहरूलाई चाहिँ मैले जस्तै उनीहरूको दुःख सुख आए पनि त्यो कुराहरूमा चाहिँ मैले साथ दिन पाऊँ भन्न चाहन्छु भाइहरूलाई लगायत। अनि परिवारहरूलाई पनि उहाँको भाइको चन्द्र भाइको परिवारलाई पनि मैले जस्तै दुःख सुख आए तापनि मैले त्यो दुःखहरूमा चाहिँ मैले उत्साह दिन पाऊँ भन्न चाहन्छु। अनि यही भन्न चाहन्छु। अनि म चाहिँ त्यस्तै थिएँ, त्यस्तैदेखि मृत्युको मुखबाट म चाहिँ बचेर आएको मान्छे हो। अनि म तपाईँहरूलाई के भन्न चाहन्छु भने तपाईँहरू विश्वासी जनहरूलाई म के भन्न चाहन्छु भने भजन सङ्ग्रहको पुस्तक 19:9 पदले चाहिँ यसरी भन्दछ के भन्दछ भने जवान मानिसले आफ्नो चालचलन कसरी चोखो राख्न सक्दछ, तपाईँको वचन अनुसारको जीवन बिताएर नै हो भन्दछ। अनि म तपाईँहरू जवानहरूलाई के भन्न चाहन्छु भने त्यही पदले भन्दै गर्दाखेरि चाहिँ अनि यो पद चाहिँ अनि भजन सङ्ग्रह लेखकले लेखेको हो। अनि यो चाहिँ दाउदले भनिरहेछ यहाँनिर चाहिँ। अनि दाउदले चाहिँ अनि जवानहरूको कुराहरू जवानहरूलाई भनिरहेको छ। अनि म तपाईँहरूलाई के उच्चार दिन चाहन्छु भने हामी कस्तो छौँ अनि आज अहिले संसारमा हेर्ने हो भने कस्तो कस्तो संसारको कुराहरूले पेलिरहेछ। मेला बजारले पेलिरहेछ विश्वासीहरूलाई। मेला बजार अनि कन्सर्ट भयो, कन्सर्टले हामीलाई पेलिरहेको छ। अनि यो कुरा हामी यो वचन सुनेर चाहिँ म तपाईँहरूलाई के उच्चार दिन चाहन्छु भने हामी कस्तो छौँ त? तपाईँ र मैले आफ्नो चालचलन चाहिँ कसरी चोखो राख्न सक्दछौँ? हामी त्यही कुराहरूमा हामी अगाडि बढौँ। विश्वासीहरूलाई म यही भन्न चाहन्छु, जवानहरूलाई म यही भन्न चाहन्छु, उच्चार दिन चाहन्छु विश्वासी जनहरूलाई। अनि तपाईँहरू नरिसाउनु होला, म चाहिँ
युट्युबमा लगाइदिन्छु ल, नरिसाउनु होला। युट्युबमा म लगाइदिने छु ल, नरिसाउनुहोस्। तपाईँहरूलाई कस्तो लाग्छ, कस्तो लाग्यो कमेन्टमा भन्नु सक्नुहुन्छ। बाई।